र मेरो कविताको शीर्षक रहेको छ पाठेघर। र अचानक मेरो घरमा मेरै चरित्रको चित्कार गुन्जिन्छ र मेरो पाठेघरमा एक मानव रूपी छुराको प्रहार हुन्छ। रङ्गसरी बगेको रातो रगतले समाजको रक्तमय चित्र कोर्छ। मलाई लाग्छ त्यस रात रगत होइन, मेरै प्रेम बग्यो, मेरै प्राण बग्यो। मलाई लाग्छ त्यस क्षण मेरो पाठे घरको होइन, कुनै निर्दोष पाठोको घरको हत्या भयो। उनले म माथि होइन, आफैले आफैमाथि कुकर्म गरे। आफ्नै देहले आफ्नै आत्मालाई सन्तुष्ट बनाए। रातो पछ्यौरीमा दुःख लुकाउने सपना बोकेकी म, उनीसँगको बिछोडको कल्पनासम्ममा डराउने म। उनले त मेरो डरको हाडसम्म मलाई नाङ्गो बनाए र त्यही रातो पछ्यौरीको भरमा मृत्युको पिङ खेल्न बाध्य बनाए। उनले मलाई भन्दा पहिला नि आफ्नै नैतिकतालाई नाङ्गो बनाए। यो दोग्लो समाजले मेरो चरित्रको चिसो चर्चा चासो साथ गरेको सुन्दा मेरो चित्तको चरा आफ्नै चिसो चिताबाट मुन्टो झिकेर चिच्याउँदै चिहाइरहेछ। मेरो चरित्रको चिसो चितामा टुक्रुक्क बसेर मेरो चित्रको चोक्टा चुट्टाउँदै चपाउँदै मेरै चरित्रबारे रालसरी प्रश्न चुहाउँदैछ। बढी बजारमा मेरो आफ्नो चित्र, आफ्नै चरित्रको चिरहरणको अति रमणीय दृश्य चितामा बसेर मुस्कुराउँदै हेरिरहेछ। र त्यसै रात हाम्रो प्रेमको पाठो मेरो पाठे घरमा बसेको थियो। कारण मेरो पाठे घरमा प्रेमको मुखौटा लगाएको एउटा विश्वासघातको पासो पसेको थियो। र त्यस चिरहरणसँगै मेरो चित्रले चरित्र, पाठे घरले पाठो र म आफै गुमाएकी छु। र अहिले म मेरो पाठे घरबाट खसेका टुक्राहरूलाई बटुल्दै यो समाजमा चरित्रहीन नारीको दर्जा प्राप्त गरी आफ्नै चिता सजाउँदै बाँचिरहेकी छु। चरित्रहीन नारीको दर्जा प्राप्त गरी आफ्नै चिता सजाउँदै बाँचिरहेकी छु। ए समाज, के तिमीमा यस चरित्रहीन नारीको चिसो चितालाई दागबत्ती दिने सामर्थ्य छ? ए समाज, के तिमीमा म चरित्रहीन नारीको चिसो चितालाई दागबत्ती दिने सामर्थ्य छ?